हर्कावाद भन्दाखेरि त एउटा व्यक्तिमा लक्षित भयो नि त एउटा चाहिँ पार्टी त सिद्धान्तमा पार्टीको सिद्धान्तमा पार्टी चलेको राम्रो होला नि हैन पार्टीको सिद्धान्त भन्नाले कस्तो खालको सिद्धान्त के फरक पाउनु भयो तपाईहरुले अनि हर्कावाद भन्दा बित्तिकै हर्कावाद अथवा हर्कको चीज लागू हुने हर्कले भनेको जे हो त्यही लाग्ने भन्ने विदेशीवाद चाहिँ लागू हुने हर्कावाद चाहिँ लागू नहुने के छ त अनि त्यस्तो विदेशीवाद हामीले अङ्गाले आएको कति वर्ष भयो 36 वर्ष त बढी भइसक्यो विदेशीवाद लागू भएको मार्क्सवाद लेनिनवाद के बाद आए स्विजरल्यान्ड बनाउँछु भनेर 10 वर्षमा स्विजरल्यान्ड बनाउँछु भने सिङ्गापुर बनाउँछु भने तर खोइ नेपालले बनाउन सकेन त किन स्विजरल्यान्ड चाहियो किन चाहिँ सिङ्गापुर चाहियो हामीलाई हर्कावाद आफ्नो देश नेपाल बनाउँछु भनेर हर्कावाद लिएर आउनु भएको कुनै विदेशीवाद नभएर स्वदेशीवाद हो तपाईँ गर्वले अङ्गाल्नुपर्छ अबको जनताले चाहिँ स्वदेशीवाद अङ्गाल्नुपर्छ हर्कावाद अङ्गाल तपाईँलाई एकदम गर्व छ हैन खुसी छ हैन एकदम गर्व छ मेरो साथी नेपालीवाद हो हजुर नेपालीवाद हो मेरो शास्त्र इन्जेलसम्म म ढुङ्गा बोक्छु पाइप तान्छु मेरो देश बनाउँछु मेरो जिल्ला बनाउँछु मेरो गाउँ बनाउँछु भनेर उठेको मान्छे हो म पनि त्यसैले जय हर्कावाद जय माटो जय देश भन्छु मेरो शास्त्र इन्जेलसम्म एक सिट ल्याएर देखाउ त अर्कालाई भनेर च्यालेन्ज गरेका छन् नेताले त्यो त उहाँले च्यालेन्ज गर्न त उहाँहरूको त पहिलेदेखि बसेको बानी हो 3टा टाउको आलो पालो देशलाई रिताइरहनु भएको थाहा छैन किन च्यालेन्ज दिनुहुन्छ त्यसो हुने देश बनाउनुहोस् न उहाँले किन आफू मात्र बन्नु भयो त्यो त देख्नेलाई जातिवाद देख्नुहुन्छ यहाँनिर भाषण गरिराख्नु भएको छ उहाँ को चाहिँ भाषण गर्नुहुने त लोकमान्य चुडाल उहाँ को हुनुहुन्छ जातीय राजनीति भयो कसरी जातीय राजनीति भयो तपाईँ डिफेन्स गर्नु तपाईँ लागेको आरोप राजनीति कसरी चाहिँ जातीयवाद भयो उहाँको केमा जातीय देख्नुभयो हैन पूर्वमा राई नै बढी राई हुनुहुन्छ अनि यसलाई चाहिँ जातिवाद देख्नुहुन्छ अब भर्खर पश्चिम लाग्दै हुनुहुन्छ पश्चिमकोहरू जाग्दै हुनुहुन्छ